अन्तः प्रकाश, भित्रको आँखा बाहिरको उज्यालोले परमात्मा देखाउन सक्दैन, भित्रको उज्यालोले परमात्मालाई देखाउन सक्ने भएको हुनाले पहिलो अक्षर छ भा। यो संसारमा भएका वस्तुले जुन गति दिन सक्दैन त्यो गतिले दिने भएको हुनाले ग। सबै श्रेष्ठ शास्त्रमा श्रेष्ठ भएको हुनाले वरिष्ठ भएको हुनाले व। तरत्येव भवाटवी, संसार रूपी सागरबाट तर्न यदि कोही चाहन्छ भने यही डुङ्गाको आश्रय लिएपछि मात्र त्यो संसार तारिदिने र तर्न सकिने भएको हुनाले त भागवत यस्तो। र पुराणम महान हो। पुराणम भनेको पुरानो, पुराण भनेको शब्द के हो? पुरानो। त्यो पुराणलाई एउटा सूत्रले अणत्व गरेर पुराण भएको। सबभन्दा पुरानो हुन्छ। नव एव पुरा एव, पुराण भनेको अत्यन्तै पुरानो। पुरा अपि नव एव इति पुराण, पुरा अपि नव एव इति पुराण कम पुराण। यस्तो कुरा बताउनुहोस् तपाईँहरूले कि पुरानो भएर पनि जो नयाँ रहिरहन्छ त्यो के हो? पुरानो भएर पनि जो नयाँको नयाँ नै रहिरहन्छ त्यो के हो? यो आँपको वृक्ष पुरानो भयो, अब यो सानो हुन सक्दैन, अहिले यो यही रूपमा सानो हुन सक्दैन, सक्दैन। तपाईँ अब फेरि 15-16 वर्षको यही अवस्थामा यही चुनीमा हुन सक्नुहुन्छ? पुरानो हुनुभयो। हामी पुराना भइयो, यहाँ जतिसम्म पुराना भयौँ। अब हामी यही अवस्थामा साना हुन सक्छौँ। तर एउटा यस्ता वस्तु छ संसारमा कि पुरा अपि नभए, पुरानो भएर पनि नयाँको नयाँ रहिरहन्छ। त्यो कुन वस्तु हो? जो भन्दा पुरानो कुनै वस्तु नै छैन, त्यो भन्दा नयाँ कुनै वस्तु नै छैन। अर्थात् गीतामा छ नि एउटा श्लोकले भन्छ नि, नदायते म्रियते वा कदाचित् नायं भूत्वा भवितावान् भूय अजो नित्यं शाश्वतोऽयं पुराणः। क्या पुराना शब्द? पुराना भनेको त पुरानो नै भनेको थियो। परमात्मा ईश्वर मात्र यस्तो छ कि ईश्वरलाई कसैले देखेको हो र? बाउले देखेन, बाजेले देखेन, जिगीले देखेन, कसैले पनि देखेन। यति पुरानो छ कि त्यो ईश्वर यति पुरानो छ कि तर पनि त्यो नयाँको नयाँ छैन त। कसैले देखाएको छैन, देख्न पाए कस्तो हुँदो नयाँ त हो नि त्यो। हेर्नुहोस् होइन, पुरा अपि नभए पुरानो होइन, पुरानो भएर पनि जो नयाँको नयाँ रहिरहन्छ त्यही ईश्वरको नाम। त्यसैलाई भन्छ पुराण। भागवत पुराण संक्षेपमा तपाईँहरूलाई मैले बताएँ। र यी सबै शास्त्रहरू नैमिषारण्य नाम गरेको क्षेत्रमा जहाँ भगवान् श्री हरिको चक्रपात हातबाट चाहिँ चक्र गएर चाहिँ घिरेको ठाउँ, खसेको ठाउँ हो नैमिषारण्य।